Hi guys. के गरी भन्ने अब एकछिन प्रिपेयर गरौँ ल. Hi guys. म चाहिँ श्रद्धा हैन अनि म चाहिँ भर्खर घर आएँ स्कुलबाट चस्मा पनि खोलेँ अनि आई थट कस्तो काली देखिहाल्छ अब घामबाट आउनु बित्तिकै काली देखिन्छ के गर्ने अब सो या के भन्दै थिएँ म अनि मैले युनिफर्म पनि चेन्ज गरेको छैन किन थाहा छ तिमीहरूलाई म भन्छु कसरी थाहा हुन्छ अब यु कान्ट रिड माई माइन्ड नि त लेट मी से सो आई वाज सो एक्साइटेड कि लाइक भ्लग बनाउने होइन अनि मैले फेरि थिइनँ ड्रेस कर्म करने जाती हो तो कान हो जाता है तो क्या करूँ मैं यहाँ म फेरि आएँ बैठकमा किनकि त्यसै मन लाग्यो म के भन्थेँ भने तिमीहरूको दिदी यस्तो एक्साइटेड छु कि भ्लग बनाउनलाई मैले ड्रेस पनि फेरेको छैन त्यही हो अब म ड्रेस फेर्छु अनि गेट ब्याक टु यु अनि म भन्छु मैले आज के गरेँ आज मेरो जिन्दगीमा के भयो भनेर म तिमीहरूलाई सुनाउँछु ओके सो मैले ड्रेस चेन्ज गरेर आउँछु भन्छु तर मलाई एउटा कुरा याद आइहाल्यो अनि म भन्नु आइहालेको मैले क्या आज मैले लास्ट ढिलो भएको थियो नि त होइन अनि मैले स्कुलको मोजा भेटेर आएको थिइनँ अनि मैले यो मोजा भेटाएको थिएँ होइन अनि यस्तो मैले जाडोको मोजा लाएर गएको मैले इभन रियलाइज गरेको थिइनँ क्या म लाइक जाडोको मोजा लगाइरहेको छु भनेर मैले यतिकै लाएर गएँ क्लासमा म यस्तो पागल भएको छु सो तिमीहरूलाई म एउटा जानकारी दिइराखौँ द्याट इज गर्मीको महिनामा इफ अलिक लामो दूरी तय गर्दैछौ भने जाडोको मोजा नलाउनु उलन भएको त लाउँदै नलाउनु रिग्रेट हुँदो रहेछ भनेर मैले आज थाहा पाएँ मलाई कसैले भनेको भए सायद म लाउँदिनँ थियो होला त्यही भएर मैले यस्तो भनिदिइरहेको ओके अब चाहिँ कसम लुगा फेराउँछु ल हा गाइस म चाहिँ मुख धोएर फ्रेस भएर आउँछु भनेको तर म सुतेँ अनि भर्खर उठेँ बिकज आई वाज सो टायर्ड अनि लुक एट द प्लेन यो चाहिँ मैले बनाएको थिएँ है त्यहाँ किनभने मेरो बसमा चाहिँ एउटा भाइ छ क्या एरिन भन्ने अनि ऊ चाहिँ हिजो स्याड थियो अनि किन स्याड भनेको भरे उसको साथीले चाहिँ उसको यस्तै खालको प्लेनलाई च्याति दिएछ अनि मैले के अरे बनाइदिएको थिएँ तर मैले उसलाई दिनै बिर्सेँ किन मैले लगिनँ आज यति धेरै होमवर्क छ मेरो अनि आइ एम सो स्लिपी सो म त्यही सोचेछु म के गर्ने अब भनेर तर म उठेँ बिकज एज अ टोल्ड होमवर्क धेरै छ त्यही हो अब होमवर्क गर्ने हामी ये इट्स नथिङ ये तर यु हेभ टु प्रिटेन्ड इट्स ये सो लुक मलाई बहिनीले देखि यो चाहिँ किनकि मलाई उसको भोक लागिरहेको थियो इभन दो इट इज नट हेल्दी यस्तो मिठो हुन्छ अनि यो चाहिँ के अरे हामी 6th क्लासमा खान्थ्यौँ म 6th क्लासमा खान्थ्यौँ अनि लाइक म मान्यता अनि सियोनसँग बस्थेँ जस्तो लाग्छ अनि ओ माई गड तिमीलाई थाहा छ म यहाँ घरबाट भात खाएर जान्थेँ अनि हामी फर्स्ट पिरियडमै खान थाल्थ्यौँ अनि अहिले चाहिँ म यसको यो ओपनिङ पोइन्ट कहाँ छ भनेर हेर्दैछु सो या लेट मी इट दिस ओके एन्ड तिमीहरूलाई पनि खानु मन छ भने खाऊ इट्स ओभर मिठो यो चाहिँ मैले खाएको त्यसै तर मैले टेस्ट बिर्सकेँ तर यसको मलाई याद छ सो कस्तो राम्रो लाइटिङ है अब चाहिँ यस्तो 6 बज्छको होइन अनि मैले केही पढाएको छैन त्यही भएर अब हामी होमवर्क गर्छौँ अनि मेरो बेस्टीको होमवर्क गर्नु आँटेको लाइक बेस्टी भने चाहिँ सर हुनुहुन्छ क्या हाम्रो एउटा सर हुनुहुन्छ पी पढाउने अनि उहाँ चाहिँ मेरो बेस्टी हो किनभने त्यो सर मलाई लास्ट स्विट लाग्छ त्यही भएर आई डोन्ट नो त्यही भएर होमवर्क गर्न अब हामी के ज्ञानी भएर पिक अनि डोन्ट यु थिङ्क दिस इज एआई जेनेरेटेड कस्तो लाइक एटलिस्ट रियल देखाउने ट्राई त गर्नुपर्छ इट्स फाइन कस्तो राम्रो लाइटिङ यहाँ Guys, oh my god, can you see मेरो रुमको बत्ती उज्यालो सो म के भन्दै थिएँ भने अब हामी कहाँ जान आँटेको मेरो दोस्तले भन्छ दोस्त हिँड छिटो हामी कहाँ जान आँटेको
त्यसरी क्यामेरा निकालेपछि त सुनमा पूजा गरेको बत्ती बाल्दा जहाँ म देखाउँछु सुनमा पूजा गरेको बत्ती हामी चाहिँ छता किन जानु आँटेको भन्ने बिकज वी आर गुड गर्ल्स अनि हामी लुगा उठाउनु जानु आँटेको ओके ओके अन्धाएर भूत भएँ म भूत सो हामी आयौँ छतमा कति न के गरे जस्तो अब चाहिँ हामी लुगा उठाउँछौँ अनि तल गएर भेट्छु म के बिकज लुगा उठाएर क्यामेरा रेकर्ड गर्नु यसको कस्तो गाह्रो वाइ डु आई फिल लाइक यहाँ बाँदर छ मलाई चाहिँ जिन्दगीमा बाँदर र कक्रोचदेखि साह्रै डर लाग्छ बाँदरदेखि नि त्यस्तो लाग्दैन बट कक्रोच के अरे हामीलाई भर्खर इन्भिटेसन आयो कि हामीलाई उहाँ ठुलो बाबाकोमा जानु छ खाना खानु भनेर किनकि आज ह्याप्पी एनिभर्सरी अन्त 25 सो लुक मसँग के छ मेरो चार्जर छ मेरो एयरपड्स मेरो पीको बुक कपी एन्ड मेरो पर्स एक्टिङ लाइक स्टुडियस किड इभन दो आर नट हाई गाइज हामी रोडमा आइसकेको छौँ अनि हामीले घरबाट निस्किसक्यौँ अब हामी 1 मिनटको पनि छैन लुक एट मी स्ट्रगलिङ विथ एभ्रिथिङ अनि मलाई कसैले हेल्प गरिदिउँ भनेको थिएन पर्दैन यु नो वाइ बिकज यसले क्यामेरा देखेर मात्र मेरो एयरपोर्ट्स लिटरली झर्नु आँट्छ अब यहाँनिर पर्दैन ढोका चाहिँ खोल्न अब यस्तो रिस उठ्छ क्या मलाई यस्तो गरेपछि वाट डु यु थिङ्क तिमीहरूलाई रिस उठ्दैन हेर्न ढोकै लगाइदियो क्या अब सो क्रुयल अब म कसरी खोल्नु यति धेरै सामान छ मेरो हातमा प्रिन्सेस हो नि त खोलिहालेँ अब मेरो केही सामान झऱ्यो भने चाहिँ म कसलाई रिस्पोन्सिबल भन्नु हामी गयौँ हामी आयौँ लुक घर चाहिँ घरभित्र को छ नि मलाई थाहा छैन यस्तो खुब काइन भएको भ्लगर दिदी बन्ने हिँड्ने यस्तो पोपट मात्र भयो भने नि मेरो आज बेइज्जती हुन्छ बेइज्जती ह्याप्पी एनिभर्सरी ह्याप्पी एनिभर्सरी ह्याप्पी एनिभर्सरी ह्याप्पी एनिभर्सरी यो थाहा छ कहाँ जान्छ यो कहाँ जान्छ तपाईँलाई थाहा छ नो मेरो युट्युब च्यानलमा जान्छ यस Can you see me? This is me struggling. झन् एक्सिडेन्ट भयो के भयो कसले यो फुडिटी हो यो बनाना काकी हो अनि यहाँ भाँडा मासु छन् ये हम हे भिडियो बनाएको नि हाई गाइस भन्नु न हेलो गाइस हेलो गाइस अलिक भाडा चाहिँ हामी हमसे न हो पाएका बाई गाइस भाडा माझ्न इन्जोय गर्नुहोस् हस् छिटै भेटौँला उहाँभित्र अब अब क्या लाइक अब एनिभर्सरी कसले अनि कसरी गरे भनेर हेर्न जान आँटेको छु यहाँ मैले यस्तो दामी कन्टेन्ट पाइरहेको छु छोड्छु यहाँ फुजिला आजको ती राम्रो देखिरहेको छ नमस्ते मेरो नाम इयर प्रियम बताएको त मैले नचिन्ने सायद यो दुनियाँमा कोही हुँदैन कौन है वो जो मुझे नहीं पहचानता कौन है आज पिङ्क हो नि त कोड खासमा किन मलाई कसैले किन भयो यहाँ दुईटा पिङ्कुको बिचमा म हरू बसिरहेको छु किनभने बिकज राजा इज अ ग्रीन फ्ल्याग ओ माय गॉड मामु रेड फ्ल्याग ठुलो बाबा व्हाइट फ्ल्याग फुडिलाई आज हेर न साथीहरू ओ माय गॉड के हो यस्तो क्या है आपको सुन्दरता का राज आज म भन्छु आज मैले एउटा डान्स गरेर भिडियो बनाएको छु कि त्यसको लागि हो मैले एकछिनमा हल्दी हाल्ने हो कि हैन हल्दी हाल्ने हल्का जस्तो चाहिँ नगरौँ होला पेड प्रमोसन गरोगी पेड प्रमोसन अब पढ्ने मान्छे जहाँ पनि पढ्छ भने जसरी म स्टुडियस किड ओ माय गॉड प्लिज लेट मी खिच्न देऊ कसरी यो यसरी ब्याक हुँदैन अहिले फ्रन्ट हुन्छ यहाँ हेर व्हाट इज दिस बिहेभियर स्टुडियस किड व्हाट इज दिस बिहेभियर किताब बोकिरहेको छ कुन सब्जेक्ट भन्दाखेरि फिजिकल एजुकेसन यो एआई जेनेरेटेड छ क्या यो मेरो डेडलाइन आउन आँटिसक्यो क्या अनि मैले डेडलाइन त सबै गर्नु पर्यो त्यहाँ झन् 4 GB होल्डर फेरि बुक सुक यहाँ जिपिए होल्डर मेरो रिजल्ट आएको छैन ओइ कन्टेन्ट हाम्रो दोस्तले धरान टप हानेको
हो नि त के को बेइज्जत हो कि होइन त इन्सपायर हो जाओ ये उस जमाने की बात है फिर भी फुर्जीको फोटो यत्रो ब्लास्ट टाइममा गोलो गरेर छ्याप्प छापेको थियो अब नेक्स्ट हवस् टच वुड गाइस गाइस अब हामी के खान आँटेको भनेर भन्दैन काकीले भन्नुहुन्छ किनकि मेरो बिहे र मेरो छोरी जन्मेको 1 साल हो त्यही भएर काकीलाई के कति वर्ष भयो काकी भन्छु नि सधैँ तिमी कति वर्ष भयो स्विट 16 हुन्छु अब 15 होइन अहिले 15 15 दिदीको बिहे गरेको के म सुत्केरी होइन मेरो आमा सुत्केरी न भन्नु न म सुत्केरी म कसरी सुत्केरी ठिक हामीलाई ह्याप्पी एनिभर्सरी दोस्को एनिभर्सरी आज हामीलाई भनेको छैन अब गाइस हामी खाने तिमीहरूलाई देखाउने खाना ल मेरो बर्थडेमा बोलाउँछु ल मेरो प्यारा प्यारीहरू म तिमीहरूलाई यो प्लेटफर्मबाट के भन्न चाहन्छु भने मेरो बर्थडेमा इफ तिमीहरूलाई सरप्राइज दिन मसँग आउँछौ भने आई वान्ट माइन्ड आई विल अप्रिसिएट यु गाइज सो प्लिज कम मेरो बर्थडेमा अब मेरो बर्थडे कहिले हो भनेर सोध्छौ भने चाहिँ नआउँदा हुन्छ जुलाई अरे ओ माई गड नभनौँ न हामीलाई यहाँ एउटा इन्सिडेन्ट याद है नट हामीलाई बट म के गर्छु अरे भन्नु त तँलाई रस गरिदियो भने यस्तो राजमाको रसमा टुक्रुकै जोप्सी छ निचेर रुनिलो बनाएर कपाल खान्छ किनभने वियर्ड किड यु नो वियर्ड किड किनभने बुझ्नु मन पर्दैन त्यो अहिले मै भएको भए मै हाँस्थेँ होला अब मी इन माई प्राइम यु नो थ्याङ्क यू सो मच यति धेरै तिमीहरूले टाइम एफर्ट लाएर मेरो भिडियो हेऱ्यो आइ एम रियली ग्रेटफुल इफ तिमीहरू यहाँसम्म आएर ओभर मजाले फुल भिडियो हेऱ्यो भने फ्लाइङ किस टु यु एन्ड थ्याङ्क यू सो मच अनि अब यसरी नै इफ यु थिङ्क आई एम अ गुड इन्टरटेनर सब्सक्राइब है सब्सक्राइब बाई थ्याङ्क यू